नगरा घर सौजन्य जङ्गबहादुर राणाद्वारा चाहिँ निर्मित स्याङ्जा जिल्ला। नेपालको सायद एउटा मात्र प्राचीन मन्दिर जो स्वतन्त्र हुनुहुन्छ, जनताहरूले चाहिँ घेरा हाल्नु भएन हैन, खुल्ला रूपमा हाम्रो मन्दिर यही नै हो, आलम देवी। यहाँ देवीलाई पूजा गरिन्छ, पुजिने गरिन्छ। राजा, नेपालका राजाको चाहिँ कुलायन अर्थात् कुल पूजा चाहिँ यही क्षेत्रमा हुने गर्छ र ठकुरी जति पनि ठकुरीहरू हुनुहुन्छ उहाँहरूको खुकुरी